पशुपतिनाथले सबैको रक्षा गरून्। यो त हामीले सानैबाट भन्दै अनि सुन्दै आएको भनाइ हो। तर पशुपतिनाथसँग त्यस्तो के शक्ति छ जसले गर्दा दुःख पर्दा सबैजना पशुपतिनाथलाई नै गुहार्छन् त? यो मन्दिरको अनि यो मूर्तिको उत्पत्ति कसरी भयो त? विभिन्न नेता तथा राजा महाराजाहरूले यो मन्दिरका निम्ति के गरे त? र अहिले पशुपतिनाथको अवस्था के छ त? आउनुहोस् सबै बुझ्ने कोसिस गरौँ आजको इनडेप्थ स्टोरीमा। कसरी र कहिले उत्पत्ति भयो वा बन्यो भन्ने कुरामा धेरैवटा थ्योरीहरू छन्। तिनै मध्येका केही थ्योरिजहरू आज यहाँनिर डिस्कस गर्दैछौँ। गोपाल